हाई गाइज वेलकम टु माई सेकेन्ड ब्लग। मेरो फर्स्ट ब्लग चाहिँ धेरैजनाले हेरेर मन पराइदिनु भएको थियो, त्यसको लागि म एकदमै ग्रेटफुल छु। एन्ड इन दिस भिडियो आई विल इन्क्लुड जस्ट डे आउट इन माई लाइफ। म चाहिँ बिहानै उठ्ने बित्तिकै काममा जानुपर्ने भए भएर आजको दिन चाहिँ कस्तो हुन्छ मलाई खास केही पनि थाहा छैन। काम सके पछाडि के हुन्छ, कहिलेकाहीँ चाहिँ हाम्रो चाहिँ कस्तो अनप्लान्ड चिजहरू एक्कासी भइदिरहेको हुन्छ क्या, अनि त्यसमा चाहिँ यस्तो धेरै ह्याप्पिनेस मिल्छ नि। सो यो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला है त। Yay! What not to? हजुर बहिनी आज फरकै छैन। सुन्नु है ग, आज खाम के प्लिज प्लिज के। हेलो सरप्राइज। कामबाट फर्किँदैछु, कस्तो को इन्सिडेन्ट भेट क्या। कहिलेकाहीँ यस्तो अनएक्सपेक्टेड भेट हुँदो रहेछ क्या। हेलो। कस्तो राम्रो पेन्टिङ गरेको कि, कस्तो राम्रो छ यो। रुस्ताबाट किनेको मैले गाइज, यो चाहिँ कस्तो मन पर्यो अनि अरू नै सामान हेर्न गएको थिएँ, किनेर ल्याएँ। बाई बाई नाहदान। सो अब हामी छिर्छौँ यहाँ सुरुङ मार्ग। छोटो सुरुङ मार्ग छ हाम्रो, मान्छे हिँडेर साइकलको। मलाई नि यो पेन्टिङ साह्रै राम्रो लाग्छ। सो गाइज अब घर पुग्छु अनि आज मेरो अर्को प्लान छ। हामी चाहिँ खाजासाजा खान्छौँ अनि त्यसपछि के हुन्छ एउटा सरप्राइज छ। धेरै दिनदेखिको खासमा म चाहिँ मेरो अर्डर आइसकेको लगभग 1 विक भइसक्यो, त्यसलाई मैले अनबक्स गराएन। आज चाहिँ म अनबक्स गर्न गइरहेको छु। कस्तो अनएक्सपेक्टेड हिजो र आज सिफ्ट आयो अनि गइहालेँ। यो झोला म हातमा बोक्दै थिएँ, बहिनीले रोक्यो यहाँ राख्नु दिदी भनेर। म चाहिँ यहाँ झोला राखिहाल्छु। यसलाई राम्ररी ओढाम। ओढ त हेत कि पिएनी। यस वेट मैन प्लिज के मसँग मुइको माछा छ क्या, म फ्राई गर्छु के हुन्न के। म भन्दैछु उसलाई चाहिँ अबदेखि होइन मासु खान थाल भनेको चाहिँ भेजिटेरियन हो। माछा चाहिँ उसलाई यस्तो खान मन लागेको जस्तो हुन्छ अरे, त्यही भएर खान मन लागेको कुरा त खानुपर्छ जिन्दगीमा। त्यही भएर मैले चाहिँ रिक्वेस्ट गरेर आएको। म त्यस्तो फोर्स त गर्दिनँ। एन पाएको त म त सुसितलेन मसँग चाहिँ घरमा फ्रिजरमा चाहिँ मुइको माछा छ। सो त्यो चाहिँ बनाउँथेँ। त्यस्तो खानु मन लाग्दैन के। अघि नै छोडिसक्यो नि त, अनि होइन म त्यस्तो फोर्स त गर्दिनँ आफूलाई भित्रदेखि। फ्रेन्च फ्राई छ, फ्रेन्च फ्राई छ, बेरी छ, ब्लुबेरी छ। ब्लुबेरी ओइ के अस्ति मैले खाएकै छैन। हाम्रो चाहिँ उकालो छ गाइज, अनि साइकल चलाएर जान अलिकति गाह्रो हुन्छ। सो हेर्दैछौँ। मैले हजुरको मम्मीको टिकटक हेरेको नि, हो र? कस्तो राम्रो बनाउनु हुँदो रहेछ, फलो गरेको। मम्मीले पनि यो भिडियो हेर्नुभयो भने चाहिँ थाहा पाउनुहुन्छ यहाँबाट है। हजुर बहिनी आज फरकै छैन। सुन्नु है ग, के भन्छ। हजुरको बहिनीको फरक छैन कि। हामी दुवैजना के अरे चस्मा लगाउँछौँ, अनि त्यही भएर प्रायः जस्तोले उसलाई सोध्यो भने चाहिँ तिमी रोशनीको बहिनी हो भनेर सोध्थ्यो अरे भन्थ्यो। मलाई त रमा त ठ्याक्कै आमाको फोटोग्राफी लाग्यो हो है, ठ्याक्कै। हजुर र दादामा चाहिँ बुवा आमा दुइटै मिक्स भएर चाहिँ म त ड्याडी जस्तो नि, कपी हो म त ड्याडीको। अनि दादाहरू तिनजनाको सँगै त्यो फोटोहरू
राख्दा चाहिँ सँगै जन्मिआएको छ एकै नाच्ने यस यस बहिनीलाई र मलाई ट्विन्स नै भन्छ नि त्यही ट्विन्स जस्तै वाला फिल भयो क्या ट्विन्स भन्दा नि ट्रिप्लेट हजुर फाइनली आइपुग्यौँ हामी चाहिँ घर म चाहिँ उयो टपमा हो 6th फ्लोरमा यता छ आउँछ चाँडै आत्ति नहुँदैन यो चाहिँ साइकल राख्ने ठाउँ उतापट्टि राख्दा बेटर होला कि फाइनली हामी चाहिँ पुगिसक्यो अलमोस्ट 5 6 अब भोक लाग्यो केही न केही खानु पर्यो अब भोकलाई केही न केही खानु पर्यो र हाम्रो चाहिँ हतारको खाजा रेडी भइसक्यो मैले चाहिँ रेडी गरेँ फ्रेन्च फ्राई अनि यता छ चना अलरेडी भिजाएर राखेको थियो अनि टमाटो अनि सलादहरू भयो अनि एग म चाहिँ थोरै खान्छु किनभने मलाई चाहिँ धेरै भोक लाग्यो होइन म खाजा खाएरै आएको थिएँ मन चाहिँ मेरो हस्बेन्ड अब घरमा छैन भनेर छैन सरप्राइज दिँदै हेलो सरप्राइज ओलेन कता न अब पालो यो प्याकेज अनबक्स गर्ने मेरो चाहिँ दुईटा प्याकेज यहाँ छ म चाहिँ अब यो ओपन गर्न गइरहेको छु यो चाहिँ मैले अलरेडी ओपन गरिसकेँ मैले चाहिँ वेट गर्नै सक्दिनँ यहाँ छ मेरो सुज यो चाहिँ मैले अस्ति लगाइसकेँ अनि यहाँ छ मेरो फोनको कभर यो पनि मैले युज गरेर फेरि राखेको कस्तो राम्रो छ ब्लू कलरमा अनि यो छ अनि यो सनग्लासेस यो पनि मैले वेट गर्नै सक्दिनँ त्यही भएर मैले झिकिसकेँ अब खोलौँ सानोबाट है र के अर्डर गरेर चाहिँ आफैले पनि बिर्सिसकेँ मैले यो छ मेरो हात्ती छाप चप्पल यो चाहिँ एकदम लाइट वेटमा छ अनि हल्का हिल्समा मेरो हाइट अलिक बढाउनको लागि यो छ फ्लोरलमा अनि अर्को छ के हो गाइस यो छ मेरो हेड मसाजर खोलेर हेरौँ यसको USB केबल रहेछ अनि यहाँ छ कभर यसले चाहिँ मजाले टाउको मसाज गर्न मिल्छ यसको चाहिँ फास्ट स्लो मोसनहरू हुँदो रहेछ ओके अब हेरौँ नेक्स्ट यसलाई अफ गरौँ अनि म यतिकै राख्छु अझै फेरि भद्रगोल बनाऊँ है यहाँ छ मेरो प्यान्ट यो पनि एकदम लाइट वेटमा समरको लागि भनेर किनेको यसको चाहिँ साइडमा यस्तो चेन भएको वाला छ वान पिस काङ्गर यो चाहिँ मलाई कस्तो राम्रो लाग्यो कि अब रियलमा कस्तो आएको थाहा छैन होइन एकदम कस्तो राम्रो लागेको त्यसमा हेर्दाखेरि यो अगाडिको पार्ट मन परेको थियो मलाई यो छ ब्लू र पिङ्क कलरमा मिक्स है पछाडिपट्टि चेन रहेछ यो चाहिँ म लगाएर अर्को भिडियो बनाउँछु टिकटक बनाउँछु अनि अर्को छ यसमा के छ अर्को छ यो क्रप टी सर्ट हो यो चाहिँ हार्ड सेटमा अब अर्को खोल्छु म ठुलो प्याकेट हेरौँ आइसकेको छ फर्स्टमै आयो यो मैले चाहिँ ब्लू कलर म्याचिङ गर्नको लागि भनेर यो चाहिँ मेरो मिस्टरको लागि किनेको थिएँ कस्तो राम्रो छ ब्लू र व्हाइटको कम्बिनेसन छ यो चाहिँ म उहाँलाई नै खोल्न दिन्छु अनि अर्को छ समर लागेर लामखुट्टे भगाउन भनेर किनेको लामखुट्टे आउन छोड्न लागिसक्यो समर चाहिँ लगभग सकिन लाग्यो है यो चाहिँ त्यही पनि खोलेर हेरौँ कस्तो राम्रो प्याकिङ नै आएन त यो त खोलौँ कस्तो ठुलो देखाइदियो क्या भनेर उसमा त सानो रहेछ त यसलाई युज गर्ने कसरी हो अच्छा मैले झ्याप्पै खोलिदिएँ त यसलाई मैले झ्याप्पै खोलिदिएँ
बिग्रेको छैन होला यसलाई यसरी राख्नु है अन गर्ने कहाँबाट हो यो यसको चाहिँ योहरू यहाँ छ यसमा हेरेर अनि गर्नु पर्ने यसमा चाहिँ मैले चाहिँ लाइटहरू बल्ने डिफ्रेन्ट कलरको त्योहरू देखाएको थिएँ अब कसरी लम्कुटे भगाउँछ अहिले थाहा भएन है यसलाई ट्राई गर्नु पछि अर्को छ यो चाहिँ रुमभित्र लगाउनको लागि मगाएको मैले खास हो यो त सानो साइजमा रहेछ मैले यो साइज 38 39 मा मगाएको मलाई पो ठिक लाग्छ खास मैले त्यसलाई मगाइदिएको हो के हो यो खोलामै त ए यो अर्को यो पनि सनग्लासेस टाइपको हो यो छ मेरो आइब्रो जेल मैले चाहिँ यो खासै यो के भन्छ मेकअपको सामानहरू चाहिँ म यसरी मगाएको थिएन यो चाहिँ मैले आइब्रो जेल चाहिँ मगाएको सेमबाट सायद यो पनि सनग्लासेस नै होला मैले उहाँकै लागि मगाएको थिएँ अर्को एउटा मेरो लागि एउटा प्याकमा दुईवटा हुँदो रहेछ त्यो चाहिँ मलाई चाहिँ दुईवटा वाला चाहिँ एउटा साइड सुट गर्छ होला सुहाउँछ होला आई होप अनि अर्को पनि छ मसँग फोनकै कभर यो चाहिँ पहिला चलेको हो तर मलाई चाहिँ राम्रो लाग्यो यसमा चाहिँ मिररहरू पनि रहेछ होइन यो साइड जोड्नुपर्छ होला यहाँ यसरी मिरर पनि रहेछ ठ्याक्क अनि हल्का स्टाइलिस जस्तो पनि लाग्यो अनि सिम्पलमा ब्लू कलर किनभने मेरो फोन नेभी ब्लूमा छ त्यही भएर ब्लू कलरै मगाएको है यो छ कभर अनि चाहिँ यसमा एट्याच गर्ने मिरर प्लस अनि यसले चाहिँ होल्ड गर्न पनि सजिलो हुन्छ फोन यसलाई अलिक सेफली राख्नुपर्छ नेक्स्ट यो के होला गाइस यो चाहिँ मेरो के भन्छ एङ्कल चेन मैले चाहिँ यो खासै त्यस्तो युज गर्दिनँ त्यही पनि त्यो कस्तो राम्रो लाग्यो अनि मगाएको यो चाहिँ पाउजु नेपालीमा शुद्ध भाषामा भन्नुपर्दाखेरि पाउजु है अनि अर्को छ यसको प्याकिङ चाहिँ राम्रै छ खोलिन्छ यो चाहिँ मेरो त्यो कपालहरू अलिकति माथि उडिरहेको हुन्छ मलाई फेरि यस्तो मजाले स्यापाकै भए पनि मन चाहिँ पर्दैन तर ट्राई गरौँ यस्तो दिनभरि बाहिरतिर कामहरूमा जाँदाखेरि चाहिँ मजाले कपालहरू राख्नको लागि यो चाहिँ हेयर वाक्स स्टिक अझै कति छ होला है यो चाहिँ मेरो वाकिङ जाँदाखेरि लगाउन सजिलो हुन्छ भनेर फ्लेक्सिबल टाइपको लेगिङ्स प्लस पकेट भएको मगाएको थिएँ फोनहरू राख्न सजिलो हुन्छ सेफ हुन्छ भनेर दुवैपट्टि पकेट छ यसको चाहिँ यो चाहिँ एक्सर्साइजहरू गर्दाखेरि साइक्लिङहरू गर्दाखेरि लगाउन एकदम स्मुथ छ अनि पकेट भएकोले गर्दाखेरि फोनहरू पनि सेफ्टी हुन्छ सजिलो हुन्छ भनेर मगाएको यो के होला यसरी फोल्ड भएर छ गेस गरौँ त खै यो छ ब्याग है कस्तो लामो के यो हेर त यस्तो साइज हेरेर किने हो होइन ल्यापटप पनि अटाउने लगभग ल्यापटप मेरो अटाउँछ होला यहाँ रहेछ बटन रहेछ यहाँ चाहिँ यहाँ छ फुल अनि केटी मान्छेहरूलाई चाहिँ आफ्नो हल्का चाहिने सामानहरू र अनि केही बुक्स हालेर हिँड्नु पऱ्यो भनेदेखि चाहिँ मजाले अटाउने यो त अझै लेन्दी रहेछ नि त यो यसको यो भाग चाहिँ अझै हुँदो रहेछ नि त यो फोल्ड भएको रहेछ यो छ सायद यसमा चाहिँ मेरो दिनभरिको चाहिने सामान प्लस टिफिन अनि वाटर बोतलहरू सबै अटाउँछ होला गाइस यसलाई मैले यस्तै गरी फोल्ड गरेर राख्दिन्छु अहिले र लास्ट वान कति हेभी हो यो चाहिँ के हो कति हेभी हो यो प्यान्ट हो हुन चाहिँ यो चाहिँ कपडाको प्यान्ट हो यो चाहिँ जिन्समा हो अनि ओ माइ गॉड के हो बाटो पुरा लामो हुन्छ अझै के भन्छ मेरो लेन्थमा चाहिने भन्दा लामो छ जस्तो छ है ब्यागी प्यान्ट यो ओ माइ गॉड मेरो चाहिँ यति नै हो सक्यो यो चाहिँ फुत्तै निकालिहालेँ मैले मैछिन मेकानिकलाई हेर्न लाउँछु Martin mechanically at in around soon. र लगभग मैले सबै सामानहरू हेरेँ देखेको जस्तै नै आउने रहेछ सामान चाहिँ अब कति सामानहरू चाहिँ युज गरेपछि थाहा हुन्छ क्वालिटीहरू चाहिँ कस्तो छ भनेर तर यो सुज चाहिँ म एकदम सेटिस्फाइड छु है यो सुज चाहिँ एकदम के अरे कम्फोर्टेबल छ प्लस अनि म जस्तो अब हाइट नहुनेहरूलाई हाइट पनि बढाउँछ नि त राम्रो क्वालिटी मटेरियल्स नै छ जस्तो लाग्यो हल्का के भन्छ मैले चाहिँ अलिक एक्सपेन्सिभ नै थियो तर
कति डिस्काउन्टमा पाएको भएर मैले यो छानिहालेँ। प्लस यो पनि एकदम लाइट वेटमा छ। यो पनि के भन्छ वान पिसहरूमा लगाउन चाहिँ राम्रो देख्छ होला। अब चाहिँ सबै सामान हेरिसक्यो। अब सामान मिलाउँछु भद्रगोल अनि सामानभन्दा धेरै चाहिँ यसको प्याकिङहरू हुँदो रहेछ। यो सबहरू चाहिँ अब त्यो म्यानेज गर्नु पर्यो। Thank you for watching. See you in the next video. Bye bye.